अहिले चाहिँ म मेरो घरबाट हिँड्दै यो बाटोबाट घरबाट हिँड्दै माइततिर जाँदैछु। अनि दसैँमा बिहानै यस्तो राम्रो छ मौसम। अब गाउँ भनेको चाहिँ गाउँ नै हो। आजभोलि सबैजना सहर बस्ने यस्तो राम्रो गाउँ। ल हेर्नुहोस् त हामीले सानोमा घाँस काटेको अनि यस्तो राम्रो यहाँको ढुङ्गा माटो रुख बिरुवा सबैले हामीलाई चिन्छ। सबैसँग हामी परिचित छौँ। यहाँबाट हाम्रो घर प्रवेश हुन्छ। यहाँनिर कटुवाल गाउँ लेखेको छ। कटुवाल गाउँ जाने बाटो लेखेको छ है। अब हेर्नुहोस् है, यो बाटो गरेर हिँड्दै अब म माइत जान्छु। माइत पुगेर फेरि भिडियो बनाउँछु। चाहिँ म जन्मेको घर हो। यो घरमा मेरो कति माया छ भन्ने कुरो मलाई थाहा छ। यहाँका ढुङ्गा माटोहरू, यो बाटो म लड्दै हिँडेको ठाउँ धेरै प्यारो लाग्छ। यो मैले रोपेको यो ठुलो कटुसको यो के को रुख, यो रुखको नामै बिर्सेँ। यो मैले हलुवाबेत रोपेको यत्रो भएछ। यो मेरो माइती घर, जन्मेको घर हो यो। कस्तो राम्रो। अहिले हाम्रो समितिमा चाहिँ छैन। हामीलाई दिनु बेच्यो भने लिनु म बेच्दैछु दिन्छु। भिडियो बनाएको